नमस्कार, म सुरेश श्रेष्ठ। स्वागत छ यहाँहरूलाई मेरो च्यानल मन्त्र ज्ञान 078 मा। मेरो अघिल्लो भिडियोमा मैले भगवान कृष्ण र अर्जुनको संवादको एउटा सानो कथाको रूपमा मैले तपाईलाई भागवत गीता अन्तर्गतको एउटा सानो जानकारी दिएको थिएँ, जसमा सोझो सिधा मान्छे जो भगवान प्रति आश्रित हुनुहुन्छ, जसले भगवानलाई विश्वास गर्छ, पूजा पाठ गर्छ, उहाँहरूले नै किन दुःख पाउने र धूर्त चलाक व्यक्तिहरू चाहिँ सधैँ सुखी, हैन, यस्तै कुरामा केन्द्रित रही एउटा सानो भिडियो बनाएको थिएँ, हैन। त्यही सिलसिलामा म एउटा अर्को कुरा के जोड्न चाहन्छु भने भगवानले अब धेरै जसोले भन्छ मलाई, धेरै जसोले सोध्ने पनि त्यही हो, भगवानको शरणमा गएको बेलादेखि, भगवान मान्न थालेदेखि है तपाईलाई झन् दुःख भयो, झन् पहिलाभन्दा धेरै दुःख भयो, पहिलाभन्दा धेरै अभाव भयो, हैन, पहिलाभन्दा धेरै समस्याहरू देखा पर्यो, जटिलता बढ्यो, हैन, यस्तो कुराहरू चाहिँ धेरैले भन्न थालेछ। हो, हुन चाहिँ हो, यस्तो चाहिँ हुन्छ है। भगवान नमान्दा तपाईलाई खासै त्यस्तो फरक पर्दैन। जुन दिनदेखि तपाईले आफूलाई भगवानप्रति समर्पित गर्नुहुन्छ, भगवानको शरणमा बस्नुहुन्छ, हैन, भगवानलाई नै आफ्नो सर्वेसर्व मान्नुहुन्छ, त्यसपछाडि चाहिँ तपाईको यो चाहिँ सुरु हुन्छ। यस्तो हुन्छ, जसलाई पनि हुन्छ, एकजनालाई नि दुईजनालाई नि प्रत्येकलाई यस्तो हुन्छ नै प्राय मेरो हिसाबमा चाहिँ, मैले बुझेको अनुसार, किनकि मैले पनि भोगेकै कुरा हो यो, हैन। अब तपाईलाई अब मैले सामान्य रूपमा मान्छेहरूले चाहिँ के भन्छ भने यो परीक्षा हो भन्छ, हैन, परीक्षा पनि हो है, र परीक्षाबाट गुज्रिनु पनि पर्छ। परीक्षा अनि पहिला चाहिँ किन लिएन, भगवान नमान्दा किन परीक्षा लिएन भन्नु होला, हैन। त्यतातिर पनि अहिले पछि हामी कुरा गरौँला। अब यसलाई एउटा उदाहरण दिन्छु म। उदाहरणबाट बुझाउँदा चाहिँ अलिकति सजिलो हुन्छ कि जस्तो लाग्यो, हैन। जस्तै तपाईको घरमा अब भनौँ न कुनै सुनको अब गहना छ है, त्यो गहना दराजमा छ, सेफमा छ, हैन। अब अहिले त बैंकतिर पनि हुन्छ, लकरमा राखिरहेको हुन्छ, कसैको काँचो सुन हुन्छ, त्यो आफ्नो ठाउँमा छ, हैन। त्यो सुन तपाईले अब के गर्नुभयो भने यसो निकाल्नु भयो, अब यो सुनलाई मैले अब कि बेच्नु पर्यो भन्नु होला, हैन, किनभने अब यसको यो पुरानो डिजाइन भयो, अब यसलाई अर्को बनाउँछु, यसलाई नयाँ डिजाइनको बनाएर लगाउँछु भन्ने हिसाबले तपाईले सुनार कहाँ लानुभयो। सुनार कहाँ लानुभयो, सुनारले सर्वप्रथम के गर्छ, सुन सक्कली हो नक्कली हो के हो, हैन, त्यो जाँच्नको लागि उसले पहिला सुरु जाँच्छ। के गरी जाँच्छ, आगोमा त्यो गर्छ, हैन, आगोमा पोल्छ। आगोमा सुनलाई तताउँछ, हैन, यस्तोसम्म तताउँछ कि त्यसमा भएको फोहोर मैला त जल्छ नै, हैन। त्यो स्वयं सुन पनि पहेँलो रातो भएर आउँछ, आगोको डल्लो जस्तो हुन्छ। बस बिस्तार सेलाएपछि पहेँलो हुन्छ। जब ऊ त्यति तातेर सेलाउँछ, उसमा भएको पहिलाको फोहोर मैला त्यो सब क्लियर हुन्छ है, ऊ अब प्योर बन्यो, हैन, प्योर बन्छ। अनि त्यस पछाडि उसलाई के गर्छ, लिन्छ, त्यसलाई मिसिनमा राख्छ। सानो बनाउनु पर्ला, के गर्नु पर्ला, पहिला सर्वप्रथम उसलाई एउटा निश्चित आकारमा ढाल्नलाई उसलाई हथौडाले हान्छ, हेर्नु है, हथौडाले हान्छ। त्यस पछाडि ज्यावलहरूले कुट्छ, यताउता गरेर, हैन, मिसिनमा राखेर पेल्छ। निश्चित आकार आए पछाडि त्यसलाई विभिन्न तरिकाले फेरि आगोमा त्यो गरेर तताएर केमिकलमा चोप्दै, हैन, पानीमा चोप्दै के गरेर उनीहरूले आफ्नो प्रोसेस अनुसार तपाईलाई एउटा राम्रो सुन्दर गहनामा परिणत गर्छ है। हो, त्यसरी नै जब तपाईँ भनौँ न, तपाईँ अब यसमा यो कथामा चाहिँ तपाईँ सुन भयो है, अनि भगवान भनेको सुनार भयो। तपाईँ भगवानको शरणमा जानु बित्तिकै भगवानले के गर्यो त तपाईलाई पहिला सुरु तपाईभित्र भएको नकारात्मक चिज, नराम्रो विचार होस्, नराम्रो कुरा होस्, नराम्रो आनी बानी होस्, नराम्रो आचरण होस् है, त्यसलाई सुधार्छ भगवानले। जसरी त्यो आगोले सुनमा भएको फोहोर मैलाहरूलाई भस्म पार्यो नि, हो त्यसरी भगवानले त्यो गर्छ। त्यो गर्नको लागि त तपाईलाई अलिकति तताउनु पर्छ, हैन। परीक्षा जस्तै भनौँ, तपाईले यही तपाईले नबुझेकै यही हो। तपाईलाई चाहिँ भगवानले अलिकति अब त्यो सुनलाई आगोमा तताएको जसरी तपाईलाई तताउँछ, हेर्नु है, त्यतिखेर तपाईलाई त्यो जलन, तपाईलाई त्यो दुःख महसुस हुन्छ के है, जबकि तपाईँ त्यहाँ निखरिँदै हुनुहुन्छ के। तपाईलाई भगवानको शरणमा गएको बेलादेखि झन् तपाईँ दुःखी हुनुभयो, दुःख बढ्यो, सङ्कट बढ्यो, गाह्रो भयो, हैन, यो तपाईलाई महसुस हुन्छ। त्यो भनेको तपाईँ निखरेको हो के खास है। जसरी त्यो फोहोर मैला सुनबाट निखरियो नि, हैन,
भस्म भएर गयो नि। हो तपाईभित्र भएको नराम्रो चिजहरू, नराम्रो असत्य, तपाईको पूर्वजन्मको कर्महरू हुन्छ है। पूर्वजन्ममा तपाईको जान अनजानमा भएको, पूर्वजन्ममा यो जन्ममा जान अनजानमा भएको पापहरू हुन्छ, पाप कर्महरू हुन्छ हैन, नराम्रो कर्महरू हुन्छ, त्यो सबै निख्रिएको हो है। त्यसरी बुझ्नुपर्छ हैन। हो त्यही भएर भोलि तपाईँ यो परीक्षै भनौँ न यसलाई हैन, परीक्षामा तपाईँ सफल हुनुभयो भने जसरी एउटा सुनारले त्यो पुरानो सुनलाई नयाँ सुनमा हैन, नयाँ गहनामा परिणत गरेर सुन्दर एउटा गहनामा परिणत गरिदिनु भयो नि। हो आफूलाई पनि तपाईले त्यसरी नै आफूमा तपाईले त्यो परिवर्तन तपाईले अवश्य महसुस गर्नुहुन्छ है। र अर्को कुरा मैले भने पूर्वजन्मको कर्मको कुरा भने हैन, जो व्यक्तिलाई यो यस्तो पनि लाग्छ हेर्नु, आज तपाईँ सत्यको बाटोमा हुनुहुन्छ, तपाईले लाख बस्नुस्, लाख भगवानको नाम जप्नुस्, लाख मन्त्र जप्नुस् हैन, र पनि तपाईलाई कस्तो हुन्छ भने तपाईलाई दुःख नै हुन्छ। किन त भन्दाखेरि पूर्वजन्ममा तपाईले सायद हुन सक्छ है, मैले तपाईले यस्तो गर्यो नै भन्न म भन्दिनँ हैन, तर यो शास्त्रको अनुसार मैले कुरा गर्दैछु हैन। पूर्वजन्ममा तपाईले धेरै नै पाप गरेको हुन सक्छ, त्यो कारणले चाहिँ यो जन्ममा तपाईले जति गरे पनि, जति धर्म गर्नु, जति पूजा पाठ गर्नुस् हैन, त्यो सब पहिला जन्ममा गरेको पापलाई कटाउँदै हुनुहुन्छ के तपाईले। यो नसोच्नु है, तपाईले आजसम्म गरेको धर्म है, तपाईले कहिलेदेखि गर्नु, 10औं वर्ष 20औं वर्ष तपाईले नाम जप गर्नुभयो, मन्त्र जप गर्नुभयो, साधना गर्नुभयो, पूजा पाठ गर्नुभयो हैन, त्यो व्यर्थ गयो कहिले पनि नसोच्नु है। त्यो सोच्न मिल्दैन, त्यो कहिले पनि व्यर्थ जाँदैन। तपाईको पूर्व जन्ममा गरेको गलत कृत्य हुन्छ, गलत काम होला हैन, जान अनजानमा भएको पापहरू होला, त्यो सब पखाल्दै हुनुहुन्छ के, कटाउँदै हुनुहुन्छ तपाईको आजको यो कर्मले हैन। हो आफ्नो कर्ममा विश्वास राखेर सत्कर्मको बाटो कहिले नछोड्नु, निरन्तर यसमा लागिराख्नुस्, तपाईको भलो अवश्य हुन्छ। र अर्को कुरा यसको ठिक विपरीत के छ भन्दा हुन्छ भने, आज जति पनि पाप गरेको मान्छे देख्नुहुन्छ हैन, जति पनि अब भगवान नमानी पूजा पाठ नगर्ने उनीहरुकै भलो भएको छ, उनीहरु नै धेरै दिन प्रतिदिन माथि गएको देख्नुहुन्छ नि। हो त्यो सब शास्त्रको हिसाबमा उहाँहरुले चाहिँ पूर्व जन्ममा धेरै नै पुण्य गरे हुनुपर्छ, धेरै नै है, शास्त्रले भन्छ, मैले भनेको हैन, धेरै नै पुण्य गरेको हुनुपर्छ। र यो जन्ममा उहाँहरुले पुण्य नै भगवानै नमाने तापनि पूर्व जन्मको पुण्यको फल उहाँले यो जन्ममा पाएको हो भन्ने कुरा यसरी पुष्टि गरिन्छ, यसरी पुष्टि भएको देखिन्छ है। सामान्यतया मैले भनेको कुरा हैन, मैले पनि यो अध्ययनबाटै थाहा पाएको कुरा हो हैन। त्यसैले अब यसलाई व्यक्तिगत रूपमा अब मलाई तपाईहरुले विभिन्न होला हैन, आफ्नो आफ्नो तर्क हुन्छ, राय हुन्छ हैन, तर यसलाई मैले भनेको नभन्नु हैन, यो शास्त्रले भनेको कुरा हो भन्ने कुरा चाहिँ तपाईले अब मध्यनजरमा राखेर चाहिँ यसको मलाई चाहिँ अब फिडब्याक दिनु होला है। यो मेरो व्यक्तिगत धारणा हैन, व्यक्तिगत राय हैन है, तर यो त्यसरी लेखेको मैले अध्ययन गरेको र मेरो बुझाइमा चाहिँ यतिसम्मको हो जस्तो लागेर चाहिँ मैले भिडियो बनाएको। अब तपाईहरुलाई के कस्तो लाग्छ है, अब जानकारी दिनु होला। अब यो भन्दा अब यसमा अझै पनि केही कुरा छन् भने मैले बुझ्न बाँकी धेरै कुरा छन्, मलाई थाहा छ हैन, तपाईहरुबाट पनि मलाई जानकारी पाऊँ हैन। अब नेक्स्ट मैले कुन हिसाबले कस्तो प्रकारको भिडियो ल्याउँदा हुन्छ त्यसमा पनि तपाईहरुको सुझाव र सल्लाहको अपेक्षा गर्दै आजलाई बिदा चाहन्छु। हस्त, नमस्कार। जय श्री महाकाल, जय गुरु कालभैरव, जय गुरु महाकाल।